जब सौरभले बालेन शाहलाई लुसिफर भने त्यस अभिव्यक्तिलाई धार्मिक अर्थमा होइन, प्रतीकात्मक र दार्शनिक अर्थमा बुझ्नुपर्छ। लुसिफर शब्द बाइबलमा यद्यपि गिरेको स्वर्गदूत, विद्रोही शक्ति वा शैतानका रूपमा उल्लेख छ, तर यसको मूल अर्थ भने प्रकाश ल्याउने अर्थात् ज्ञान र चेतनाको वाहक हो। यसै कारण इतिहास र दर्शनमा यो शब्द दुई तरिकाले बुझिन्छ, एक त अन्धकार र पतनको प्रतीकको रूपमा र अर्को चेतना, विद्रोह र स्वतन्त्रताको प्रतीकको रूपमा। सौरभले जब बालेन शाहलाई लुसिफर भने त्यसको अर्थ सम्भवतः उनी परम्परागत राजनीतिक प्रणाली, पुरानो सोच र स्थिर संरचनाको विरुद्ध विद्रोह गर्ने व्यक्ति भनेर देखाउन खोजेका हुन्। बालेन शाहको व्यक्तित्व विद्रोही, स्वतन्त्र र सत्ता केन्द्रित सोचको विरोधी छ, जसले राजधानीको राजनीति, ब्युरोक्रेसी र राजनीतिक दलहरूको सुदृढ जालमा प्रकाश ल्याउने प्रयास गरेको छ। त्यसैले लुसिफर शब्द यहाँ नकारात्मक होइन, बरु प्रतीकात्मक रूपमा प्रयोग गरिएको छ। एउटा त्यस्तो व्यक्तिको रूपमा जसले अन्धकारमय व्यवस्थामा उज्यालो ल्याउने प्रयास गर्छ, तर त्यो कार्य परम्परागत सत्ताधारीहरूको दृष्टिमा विद्रोह र चुनौतीको रूपमा देखिन्छ। यसरी सौरभको भनाइमा लुसिफर भन्नुको अर्थ बालेन शाह शैतान होइनन्, बरु स्वतन्त्र चेतनाका प्रतीक, एक विद्रोही प्रकाश हुन् जसले पुरानो ढाँचा तोड्दै नयाँ सोच र परिवर्तन ल्याउने प्रयास गरेका छन्। लुसिफर शब्दको मूल उत्पत्ति लाटिन भाषाबाट भएको हो, जसमा लक्स वा लुसिसको अर्थ हुन्छ प्रकाश वा लाइट र फेरे शब्दको अर्थ हुन्छ ल्याउने वा बोक्ने, टु ब्रिङ अर क्यारी। त्यसैले लुसिफरको शाब्दिक अर्थ हुन्छ प्रकाश ल्याउने, अर्थात् प्रकाशको वाहक, द बियरर अफ लाइट। प्रारम्भिक रूपमा यो शब्द कुनै नकारात्मक अर्थका लागि होइन, बरु प्रभातको तारा अर्थात् भोर पख देखा पर्ने उज्यालो तारा जुन सूर्य उदाउनु अघि आकाशमा चम्किन्छ त्यसको प्रतीकका रूपमा प्रयोग गरिएको थियो। तर पछि बाइबलका धर्मग्रन्थहरूमा यसको अर्थ परिवर्तन हुँदै गयो। बाइबलको पुरानो नियम ओल्ड टेस्टामेन्ट अन्तर्गत यशाया 14:12 लेखिएको छ, हे बिहानको तारा, हे प्रभाको छोरा, तिमी कसरी स्वर्गबाट पतन भयो। यो वाक्यांशलाई लाटिन अनुवादमा लुसिफर भनेर लेखिएको थियो। त्यस सन्दर्भमा लुसिफर भन्ने पात्र परमेश्वरद्वारा सृजित एक अत्यन्त सुन्दर, शक्तिशाली र प्रकाशमय स्वर्गदूत, एन्जल अफ लाइट थियो। तर ऊ गर्व र अहङ्कारले भरियो, आफू परमेश्वरकै बराबर हुन खोज्यो र अन्ततः विद्रोह गर्यो। त्यस विद्रोहको परिणामस्वरूप ऊ स्वर्गबाट खसालियो र पतन भयो। त्यसपछि लुसिफर भन्ने नाम शैतान वा गिरेको स्वर्गदूत, फलन एन्जलको रूपमा प्रसिद्ध भयो। यस अर्थमा लुसिफर अहङ्कार, विद्रोह, स्वार्थ र अन्धकारको प्रतीक बन्यो। तर समयसँगै दार्शनिक र साहित्यिक दृष्टिले लुसिफरलाई फरक रूपमा पनि व्याख्या गरियो। केही दार्शनिक र विचारकहरूका अनुसार लुसिफर केवल अन्धकारको प्रतीक होइन, ऊ प्रकाश, चेतना र स्वतन्त्र सोचको प्रतीक पनि हो। जब ऊ विद्रोह गर्छ, त्यो केवल ईश्वरको विरोध होइन, बरु अन्धविश्वास, अज्ञान र दमनको विरुद्ध चेतनाको आवाज पनि हुन सक्छ। यस व्याख्या अनुसार लुसिफरले सत्य र ज्ञानको खोज गर्ने मानव स्वभावलाई जनाउँछ, त्यो स्वभाव जसले परम्परागत सीमाहरू तोडेर नयाँ सत्य उजागर गर्न खोज्छ। समाजशास्त्रीय वा प्रतीकात्मक रूपमा हेर्दा पनि लुसिफर भन्ने शब्द कहिलेकाहीँ विद्रोही तर जागरुक व्यक्ति जनाउन प्रयोग गरिन्छ। त्यसैले जब कोही विश्लेषक वा वक्ताले कसैलाई लुसिफर भन्छ, त्यसको अर्थ सधैँ शैतान भन्ने होइन, कहिलेकाहीँ त्यसको अर्थ हुन्छ शक्तिशाली, प्रभावशाली र परम्परागत सोचको विरुद्ध सत्य बोल्ने विद्रोही व्यक्ति। यसरी हेर्दा लुसिफर शब्दको अर्थ केवल एकतर्फी छैन। यसले प्रकाश र अन्धकार, विद्रोह र चेतना, पतन र मुक्तिको दुवै पक्ष समेट्छ। धार्मिक दृष्टिले ऊ पति स्वर्गदूत हो, तर दार्शनिक दृष्टिले ऊ ज्ञान र स्वतन्त्रताको खोजमा रहेको चेतनाको प्रतीक हो। अन्ततः लुसिफरको अर्थ तपाईँ कुन दृष्टिकोणबाट हेर्नुहुन्छ भन्नेमा निर्भर गर्छ। कसैका लागि ऊ पतनको नाम हो र कसैका लागि ऊ उज्यालोको ज्योति।